2082 साल आजबाट सुरु भएको छ। नयाँ वर्षको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना सबै साथीभाइलाई। आज हामी नयाँ वर्षको दिन गाजाउ काजाउ भएर आफ्नो बच्चाहरूलाई लिएर साथीहरूसँग यहाँ सानो गाउँको भाटबटे निस्कित साथी अनि यता बच्चाहरू प्ले ग्राउन्डमा खेल्दै हुनुहुन्छ। बच्चाहरू यहाँ आउँदै हुनुहुन्छ हाम्रो साथी बच्चाहरूले कुरा बसिरहेको उहाँहरू है। र न्यु इयरको उपलक्ष्यमा इन्जोय हुँदैछ। मिसेस एकदम मोबाइलमा बिजी, बच्चाहरू हेर्नलाई राखिदिएको त पुरा मोबाइलमा चलाउँदै बसिरहेको छ, पुरा बिजी भइरहेको छ। मेरो बच्चाहरू कहाँ हो खै। सानो गाउँको भाटबडीमा ठाउँ चाहिँ राम्रो बनाएको छ, फुडहरू पनि रहेछ है। फुड आइटम र तपाईँको फुडहरू सबै चिज सानो गाउँको भाटबडीले हो। बच्चा कुराउनलाई राखेको, बच्चाको बाउ पुरा चिलमा गेम खेल्दैछ यहाँ। बच्चा कुराउनलाई राखेको हेर्नुहोस्, उहाँ एकदम रमाउँदै गेम खेल्दै हुनुहुन्छ। यस नयाँ वर्ष चाहिँ रमाइलोका साथ बच्चाहरूसँग बित्ने भयो। कति हामी ठुलो मान्छे मात्र रमाइलो गर्ने, कहिलेकाहीँ बच्चाहरूको पनि पालो आउँछ। म त अरू कुरा खासै भन्न आउँदैन है। त्यो साथीहरूले चाहिँ मेरोमा चाहिँ सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। यस्तो नयाँ नयाँ भ्लगहरू पनि बनाउनु म सिक्दैछु। हजुरहरूको साथ सपोर्ट एकदम जरुरी छ। भाटबडीको फुड पार्क 5th फ्लोर। एकजना बच्चा बराबर 300 रुपियाँ रहेछ र एउटा प्यारेन्ट्स फ्री। गाडी राइड, बाइक राइड। म यहाँ मेरो छोरीलाई खोज्दा हैरान होइन। बल्ल मैले मेरो छोरी भेटाएको होइन यहाँ। रमाइलो हुँदैछ एकदम होइन। अरूलाई के भन्न चाहनुहुन्छ? अरूलाई मतलब यो दर्शकहरूलाई ह्यापी न्यु इयर गाइस। म चाहिँ मेरो बुढीलाई होइन पुरा बच्चा हेर्नु है भनेर पठाइदिएको त पुरा गफमा चिल भएर बसिरहेको छ कि त्यहाँ साथीसँग होइन। मजाले गफ गर्दै हेर्नु है यहाँ गाइस, यस्तो मजाले गफ गर्दैछ होइन। यहाँ बच्चा हेर्न बसेकाहरू हेर्नु नि, दुईजना पुरा चिलाउडमा गफ गर्दै हुनुहुन्छ। हजुरहरू नयाँ वर्षको बेलामा के भन्न चाहनुहुन्छ? ह्यापी न्यु इयर है, ह्यापी न्यु इयर, ह्यापी न्यु इयर। हजुरहरू मनाउँदै कि बच्चाहरूलाई मनाउन ल्याउँदै हो? वी आर ह्याभिङ फन। यस्तै हो होइन। अब हाँसी खुसी रमाइलो भनेको यस्तै हो। 81 साललाई बिदा गर्दै हामी 82 सालको स्वागतको लागि हामी तयारीका साथ हिँड्दैछौँ। लेट्स सी गाइज, 82 साल हाम्रो कस्तो हुन्छ। सकेसम्म हामी रमाइलो गर्ने तर्फ र पैसाको कहिले कमी नहोस् भन्ने चाहिँ हामी भगवान्सँग त्यही प्रार्थना गर्छौँ होइन। त्यस्तै हो। सी यू गाइज, रमाइदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस् र माया गरिदिनुहोस्। र यस्तै हजुरहरू अरू नयाँ पनि भिडियोहरू हेर्नलाई रेडी हुनुहोस्। सी यू गाइज, वन्स अगेन ह्याप्पी न्यु इयर 2082। नयाँ वर्षको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद।